नमो तस्स भगवतु अरहतु सम्मा संबुद्धास्स बुद्धं शरणं गच्छामि धर्मं शरणं गच्छामि संघं शरणं गच्छामि 강기 도저히 예수는 따와 탐지 빵비실 담배 취는 된제바 고담데라 차세로 सर्वप्रथम पाली भाषादेखि बुद्ध शाक्यमुनिले ढोकेको हो त्यसको पछि सात भाषादेखि बुद्ध धर्म संघलाई ढोकेको त्यसको पछि सम्बोध भाषामा अनि बुद्धको कृपाहरू सम्झेर उहाँलाई ढोकेको अनि आज यहाँ सुकुमाया फाउन्डेसनले अनि हाम्रो यहाँ माया उहाँको आमा उहाँ दुईटाको लागि जग्गा किनेर घरहरू किनेर आज चाहिँ सुरुवातमा अनि खर्सा कार्यक्रम अनि यहाँ यस्तो राखेको छ त्यसमा चाहिँ अनि मलाई यहाँ आउनु भनेर अनुरोध गरे अघि भनेको जस्तो म चाहिँ नेपालमा भएको बौद्धमा रामेटी भनेको भएको अनि बुद्ध धर्म परिचय समाजको अनि फाउन्डर र डाइरेक्टर हो अनि उहाँले अनुरोध गरे म पनि धेरै खुसी लाग्यो म पनि यस्तो गाउँ गाउँतिर अनि जानेको मन अहिले नै थियो 2008 देखि नै अहिलेसम्म त्यस्तै गरेर गएको थियो अनि उहाँको उद्देश्य र अनि मेरो उद्देश्य एउटै दोस्रो छ त्यसो कारणले म यहाँ आउन सक्यो उहाँले पनि धेरै नै धन्यवाद भन्न चाहन्छु अनि सुकुमाया फाउन्डेसनको कर्मचारीहरू पनि सबैले धन्यवाद भन्न चाहन्छु यो मात्र नभएर आज यहाँ हाम्रो यहाँ गाउँको भएको जीवजन्तुहरू प्राणीहरू सबै यहाँ आउनु भएको छ त्यो मात्र नभएर यहाँ अनि नेपालको गभर्मेन्टको सरकारी कर्मचारीहरू अनि यहाँ धेरै धेरै टाढो काठमाडौँदेखि अरू जिल्लादेखि पनि होला अनि कलाकारहरू पनि धेरै आउनु भएको छ अनि त्यस्तो गरेर अनि फेरि यो मात्र गाउँ नभएर अरू गाउँदेखि पनि अनि धेरै नै मान्छे यहाँ आउनु भएको छ अनि पहिला चाहिँ सबैलाई मेरो मनदेखि नै हार्दिक नमस्कार भन्न चाहन्छु फेपुला भन्न चाहन्छु अनि हुनु चाहिँ म नेपाली हो तामाङ हो तर पनि सानो 6 वर्षदेखि इन्डियामा गएर त्यहीँ अनि पढेको हो अनि त्यहीँ पढेर पनि अब इन्डियामा इन्स्टिट्युट अफ बुद्धिस्ट डायलेक्टिक्स भन्ने ठाउँ छ त्यसमा अनि पढ्नु पनि त्यहीँ पढ्यो त्यसको पछि युनिभर्सिटीमा पढेर डक्टरको पिएचडी डक्टर डिग्री पाएँ अनि त्यसको पछि चाहिँ अनि त्यहाँ टिचरको काम गर्नुपर्छ भनेको कारणले टिचरको काम चाहिँ 26 इयर 26 वर्ष टिचरको काम पनि गरेँ अनि त्यसको पछि त्यहाँतिर अनि सोशल वर्क अनि त्यसको काम धेरै थियो त्योहरू पनि गर्दै गरेर जम्मा 38 वर्ष इन्डियामा चाहिँ बसेको हो त्यसो कारणले सानोमा नेपालको कुरा धेरै राम्रो थियो तामाङ कुरा पनि राम्रो थियो अनि त्यति वर्ष त्यहाँ बसेको कारणले अनि धेरै नै बिर्सिएछ।
तर पनि मैले आज यहाँ जति सक्यो हो म नेपालीमा भन्न चाहन्छु। अनि अलिकति मैले शब्दहरू याद नभयो भनेदेखि अनि हाम्रो धर्मपछि समाजको सचिव हो उहाँले चाहिँ सहयोग अनि लिन्छु उहाँदेखि नै। अनि म अहिले यहाँ चाहिँ म के भन्न चाहन्छु भनेदेखि अब हामीले जहिले पनि सत्य कुरामा चाहिँ हामीले ध्यान दिनुपर्ने कुरा हो। त्यसको कारणले चाहिँ बुद्ध शाक्य मुनिले पनि यो संसारमा पाल्नु भएर अनि सत्यको अनि कुरा सत्यको कर्म त्योहरू सबै उहाँले चाहिँ उहाँ आफूले पनि गरेको छ। त्यो बाटो चाहिँ हामी सबैले प्राणी सबैले देखाएको नै छ। त्यो मात्र नभएर उहाँले अनि हिंसा छोडेर अहिंसा भनेको एउटा राम्रो बाटो एउटा चाहिँ उहाँ आफै पनि अहिंसा बाटोमा पाल्नु भएको छ। हामीले पनि त्यही बाटो देखाएको छ। त्यो मात्र नभएर उहाँले बुद्धिस्ट साइन्स हाम्रो बौद्धको साइन्स यो साइन्सदेखि बुद्धिस्ट फिलोसफी बौद्धको सिद्धान्त फिलोसफी त्यही दोस्तो बुद्धिस्ट मेडिटेसन एन्ड प्र्याक्टिस भनेर त्यस्तो कुरा धेरै नै अनि महत्त्वपूर्ण अनि शिक्षाहरू उहाँले दिनुभएको छ। अब म पनि उहाँकै एउटा चेला भएको कारणले आज यहाँ म पनि सत्यको कुरा एउटा चाहिँ भन्न चाहन्छु। फाइदा हुनेको कुरा एउटा चाहिँ भन्न चाहन्छु। अब हामी अब यसपाल अनि हामी मिलेको छ। अब पछितिर फेरि जहिले पनि यस्तो मिल्नु गाह्रो हो। यो मौका चाहिँ धेरै ठुलो मौका भएको कारणले आफूले पनि प्राणीहरूलाई फाइदा हुने केही कुराहरू राख्यो भने राम्रो होला भनेर मान्नु छ। त्यसको कारणले म अनि एक दुई कुराहरू चाहिँ भन्न चाहन्छु। पहिला चाहिँ के हो भनेदेखि बुद्धको ग्रन्थको भित्र के भन्नुभएको छ भनेदेखि हामी जीव जन्तुहरू सबै सुख चाहिने र दुःख नचाहिने एउटै हो भनेर चाहिँ उहाँले भन्नुभएको छ। यो पनि एउटा सत्य कुरा हो। म पनि सुख चाहिने र दुःख नचाहिने हो। यहाँ उपस्थित भएको अनि जति छ सबै सुख चाहिने र दुःख नचाहिने हो। त्यही दोस्तो हाम्रो यहाँ जनता जति छ अनि हामी मानव मान्छे मात्र नभएर हाम्रो यो अनि एनिमल्सदेखि लिएर सबै हामी सुख चाहिने र दुःख नचाहिने चाहिँ एउटै हो। अब हामीले सुख चाहिने र दुःख नचाहिने एउटै भएको कारणले सबै एउटा जीव जन्तु भएको कारणले त्यहाँदेखि हेऱ्यो भनेदेखि हामीलाई केही फरक छैन। हामी सबै एउटै हो। त्यसको माथि हामी सबै मान्छे भएको एउटै हो। जहिले हामी यो जम्बुद्वीपको भित्र अनि हामीले खर्च केवलमा जन्म लिनु बेलामा हामी सबै एउटै मान्छे हो। हामीले यो धार्मिकको कुरा अनि यो संस्कृतको कुरा हामी हिन्दू हामी बुद्धिज्म हामी क्रिस्चियन हामी अनि अल्लाह मान्ने त्यस्तो कुरा चाहिँ पछि भएको। पहिला चाहिँ के हो भने नम्बर 1 मा हामी सबै एउटै मान्छे हो। हामीले यो बुद्धिस्टहरू मान्छे हो हिन्दूहरू मान्छे होइन हिन्दूहरू मान्छे हो बुद्धिस्टहरू मान्छे होइन भन्ने त्यो कुरा छैन। हामी सबै एउटै मान्छे हो। त्यसको कारणले हामीले त्यहाँदेखि
हामी सबै एउटै मान्छे हो भनेर मनमा सोच एउटा चाहिँ भयो भनेदेखि मान्छेको भित्र धेरै नस्तिक हुन्छ, माया हुन्छ, दया हुन्छ, प्यार हुन्छ। अनि त्यसको सोचले मान्छेको भित्र धेरै मिलजुल हुन्छ। त्यसको सोचले चाहिँ हाम्रो अनि मान्छेको भित्र धेरै दुःखहरू हटाउन सक्छ, धेरै सुखहरू हामीले विकास गर्न सक्छ। अब त्यसमा चाहिँ ध्यान नदिएर हो मेरो जाँच उसको जाँच, मेरो थार तिमीहरूको थार, मेरो धर्म तिमीहरूको धर्म भनेको त्यो कुरा चाहिँ पहिला राखेर जहिले पनि त्यसमा गयो भने अनि मेरो तिम्रो हाम्रो तपाईँहरूको भनेर त्यसको बिचमा धेरै त्यो गर्छ सीमा अनि राख्छ। त्यसको पछि चाहिँ सोचदेखि लिएर कर्मदेखि लिएर धेरै नोक्सान हुनेको कामहरू अनि जीव जन्तुहरूलाई धेरै दुःख दिनेको कामहरू धेरै आउँछ। त्यसो कारणले हामीले पहिला चाहिँ हामी सबै एउटै मान्छे हो भनेको सोच चाहिँ हामी सबैलाई चाहिने छ। बुद्ध स्वयंले पनि त्यही भनेको छ, हामी सबै सुख चाहिने दुःख नचाहिनेको एउटै हो। त्यसो कारणले हामीले सबैलाई राम्रो गरेर हेर्नुपर्छ। देख्ने तरिका हेर्ने तरिका भने माया दयाले हेर्नुपर्छ, काम गर्नेको तरिका भने माया दयाले काम गर्नुपर्छ भनेर उहाँले भन्नुभएको छ। र त्यसो कारणले हामीले पहिला यो चाहिँ सोच्नु पर्यो। त्यसो कारणले मैले यहाँ आज मैले पहिला नै बुद्ध धर्मको कुरा चाहिँ नगरेर पहिला चाहिँ हामीले एउटा मानव जीवन हामी एउटा मान्छे भएको कारणले हामी मान्छे राम्रो हुनुपर्छ भनेको कुरामा चाहिँ पहिले म भन्न चाहन्छु। अब यसमा चाहिँ हामी ध्यान दिनु पर्यो। हामी सबैको मनमा त्यो छ, हामी एउटा मान्छे राम्रो हुनु पर्यो भने चाहिँ हामी सबैले छ। तर मान्छे राम्रो र नराम्रोको फरक चाहिँ कहाँबाट हुन्छ? मान्छे राम्रो हुनुको लागि अनि उपायहरू के छ? मान्छेले गुण के अनि चाहिन्छ त्योहरू हामीले चाहिँ अनि मनमा राख्नुपर्ने कुरा हो। मान्छे राम्रो र नराम्रो भने चाहिँ पैसाले त्यो छुटाइ हुँदैन। पैसा भएको मान्छे चाहिँ राम्रो, पैसा नभएको मान्छे चाहिँ नराम्रो भने त्यो कुरा पनि होइन। कोहीकोहरूले पैसा छैन तर उसको त्यस्तो मान्छे इमानदार भएको, माया दया भएको, सबैले यो मान्छे राम्रो छ भन्ने त्यस्तोहरू धेरै नै छ। त्यसो कारणले पैसाको कुराले यो मान्छे राम्रो, पैसा नभएको नराम्रो भने त्यो पनि होइन। अब त्यो सँगै फेरि कोहीकोहरूले आधुनिक शिक्षा राम्रो भएदेखि त्यो मान्छे राम्रो हो, शिक्षा नराम्रो भएदेखि मान्छे नराम्रो हो भन्छ, त्यो पनि होइन। गाउँतिर कोहीकोहरूले यति ज्ञान छैन, यति शिक्षा छैन, तर धेरै नै मान्छे राम्रो भएको थुप्रो नै छ। सहरतिर शिक्षा धेरै भएको, पैसा पनि धेरै भएको हुन्छ, तर त्यो शिक्षा र पैसा चाहिँ अनि मान्छेलाई ठोक्ने, मान्छेलाई हान्ने गर्ने अनि त्यो देशको लागि हान्ने गर्ने, देशलाई नोक्सान दिने अनि त्यस्तो काम गर्ने भने थुप्रै नै छ। त्यसो कारणले शिक्षा मात्र भएर यो मान्छे राम्रो हो, शिक्षा नभएर त्यो मान्छे नराम्रो हो त्यो कुरा पनि होइन। अब त्यसको माथि फेरि हाम्रो सिट गर्छ हुने पद अधिकारी। फेरि कोहीकोहरूले पद अधिकारी भयो भने मान्छे राम्रो, त्यो नभयो भने मान्छे नराम्रो, त्यो पनि होइन। पद अधिकारी भएर पनि राम्रो गर्ने मान्छे पनि हुनसक्छ, फेरि त्यो अनि प्रयोग नराम्रो गरेको कारणले नराम्रो मान्छे पनि हुनसक्छ। त्यसो कारणले चाहिँ मान्छे राम्रो नराम्रो भने त्यो पनि होइन। अब
मान्छे राम्रो र नराम्रो भन्ने चाहिँ कसरी हामीले छुटाउनु पर्यो। अब त्यो चाहिँ के हो भनेदेखि जो मान्छेलाई मन राम्रो छ त्यो मान्छे चाहिँ राम्रो हो, जो मान्छेले नराम्रो मन हुन्छ त्यो मान्छे चाहिँ नराम्रो हो। तर मान्छे राम्रो र नराम्रो भने चाहिँ बाहिरदेखि हुने होइन, हाम्रो जिउको भित्र भएको मन चाहिँ जति राम्रो भयो भनेदेखि त्यति मान्छे राम्रो हुन्छ, जिउको भित्र भएको मन चाहिँ जति नराम्रो भयो भनेदेखि त्यति नराम्रो हुन्छ। त्यसो कारणले मान्छे राम्रो र नराम्रो भने चाहिँ मन राम्रो र नराम्रोदेखि हेर्नु पर्यो। अब त्यसमा मन राम्रो भने चाहिँ फेरि कसरी हामीले थाहा हुन्छ, कुन चाहिँ मनको भित्र धेरै कुराहरू छ। अब कुनलाई मन राम्रो भन्छ, कुनलाई नराम्रो मन भन्छ, फेरि त्यो पनि हामीले छुटाउनु पर्यो। यस्तो सोच भयो भनेदेखि मन राम्रो हो, यस्तो सोच भयो भनेदेखि नराम्रो हो, यस्तो विचार भयो भनेदेखि राम्रो हो, यस्तो विचार भयो भने नराम्रो हो, त्यो पनि हामीले थाहा हुनु पर्यो। अब त्यो चाहिँ के हो भनेदेखि अनि यो एउटा चाहिँ हामीले थाहा हुनु पर्यो। हाम्रो मनको भित्र साँच्चै नै मन राम्रो चाहियो भनेदेखि मन राम्रो चाहिँ के हो भनेदेखि त्यसमा चाहिँ दुई छ। एउटा मन, एउटा सोच, म अरूलाई अनि हानि नगर्ने, म अरूलाई अनि हिंसा नगर्ने, म अरूलाई ठग्ने त्यस्तो नगर्ने, म अरूलाई दुःख नदिने भनेको एउटा मन छ। त्यो मन चाहिँ मन राम्रो हो। अब त्यसको माथि म अरूलाई दुःख नदिने मात्र नभएर म अरूलाई फाइदा गर्छु, म अरूलाई सुख दिन्छु, म अरूलाई अनि राम्रो गर्छु, त्यस्तो मन भयो भनेदेखि त्यो पनि मन राम्रो हो। त्यसो कारणले मन राम्रो भनेको बिचमा दुईटा हुन्छ, अरूलाई अनि दुःख नदिने भनेको एउटा विचार, एउटा सोच, त्यो पनि मन राम्रो हो। अरूलाई म फाइदा गर्छु भनेको सोच, एउटा विचार छ, त्यो पनि मन राम्रो हो। त्यसो कारणले मन राम्रो भनेमा चाहिँ दुई किसिमको चाहिँ हुन्छ। मुलुकमा हुनु त धेरै किसिमको छ, मुलुक चाहिँ दुईटा। अब फेरि त्यसमा फेरि हामीले ध्यान दिएर हेर्नु पर्यो। मैले जहिले पनि यस्तो उदाहरण एउटा गर्दैछु। अब बाआमाले आफ्नो छोराछोरीहरूलाई अनि धेरै नै हामीले फाइदा गर्छ। बाआमाले आफ्नो छोराछोरीलाई चाहिँ दुःख नदिने भन्ने एउटा सोच हुन्छ, छोराछोरीलाई म सुख दिन्छु, उसलाई फाइदा गर्छु भन्ने एउटा सोच हुन्छ। त्यही जस्तो गरेर चाहिँ हाम्रो स्कुलको भित्र पनि टिचरहरूले अनि आफ्नो चेलालाई त्यो चेलाहरूलाई म अनि नराम्रो हुनु नदिने, त्योहरू सबै राम्रो हुनु म गर्छु भनेर मन चाहिँ हुन्छ। अब त्यसमा चाहिँ अब हामीले सोच्नु पर्यो, बाआमाले आफ्नो छोराछोरीलाई म राम्रो गर्छु, उसलाई दुःख नदिने, मैले अनि सुख हुने गर्छु भन्ने मन चाहिँ कसरी आउँछ रहेछ। टिचरले गुरुले चेलालाई म त्यो चेलाहरू राम्रो बनाउँछु, उसलाई दुःख हुने चाहिँ नगर्ने भनेर त्यस्तो मन राम्रो चाहिँ कसरी आउँछ रहेछ भनेर हामीले हेर्दाखेरि हो, जो बाआमालाई आफ्नो छोराछोरीलाई माया दया हुन्छ, त्यो माया दयाको मनदेखि त्यो मन दुईटा चाहिँ आउँछ। त्यसलाई म दुःख नदिने, म त्यसलाई सुख दिन्छु भन्नुहुन्छ। जो गुरुलाई आफ्नो चेलालाई माया दयाको सोच, माया दया त्यो हुन्छ, त्यो भयो भनेदेखि त्यो गुरुलाई भने आफ्नो चेलाहरूलाई अनि दुःख नदिने, सुख दिने भन्ने एउटा सोच चाहिँ आउँछ। त्यसो कारणले अरूलाई दुःख नदिने, सुख दिने भनेको सोच कहाँबाट आउँछ भनेदेखि अरूलाई माया र दया भयो भनेदेखि त्यो सोच आउँछ। इङ्ग्लिसमा भन्छ when you have compassion and warm heart, kindness to other, then you feel you don't want to harm to other.
यु वान्ट टु ह्याभ टु अदर त्यो भन्छु। त्यसो कारणले चाहिँ जहिले मनको भित्र माया दयाको एउटा मन राम्रो भयो भनेदेखि त्यहाँदेखि अरूलाई अनि दुःख नदिने सुख दिने त्यस्तो मन चाहिँ आउने हो। अहिले उदाहरण एउटा चाहिँ हामी सबैले हेर्नु सक्ने चाहिँ अब अहिले यहाँ सुकुमाया फाउन्डेसनले अनि सुकुमाया मोक्तान उहाँले अब हाम्रो माया र उहाँको आमालाई अनि यस्तो जग्गा किनेर यस्तो घर बनाएर उहाँले उनीहरूलाई अनि दुःख दिन नि दुःख दिने जो छोडेर उनीहरूले सुख पाओस् राम्रो होस् भनेर बनाएको हो नि। अब त्यो कसरी आएको उहाँ अहिले सुकुमाया फाउन्डेसन सुकुमाया मोक्तान उनीहरूलाई उहाँ दुईटालाई माया दया भनेको मन चाहिँ छैन भने त्यस्तो अनि सोचहरू आउँदैन, त्यस्तो काम राम्रो पनि गर्दैन। माया दया भएको कारणले यो सोच आएको छ, त्योदेखि काम त्यस्तो राम्रो गरेको छ। त्यही जस्तो यो चाहिँ मैले अहिले के भन्यो, हाम्रो घरको भित्र बा आमाले आफ्नो छोराछोरीलाई माया दया भएको कारणले छोराछोरीहरूलाई अनि दुःख नदिने सुख अनि सुख दिउँ भनेको सोच र दिनेको काम चाहिँ भएको। त्यही जस्तो गुरुहरूले पनि आफ्नो चेलालाई त्यस्तो सोच छ भनेदेखि त्यस्तो अनि राम्रो सोच हुन्छ, त्यस्तो राम्रो कामहरू पनि गर्न सक्छ। अब त्यो मात्र नभएर हामी कर्मचारीहरूले त्यो हाम्रो यो गभर्मेन्टको कर्मचारीहरूले या हाम्रो यो गाउँतिर भएको कर्मचारीहरूले हाम्रो गाउँको भित्र भएको अनि जति मान्छे हुन्छ त्यो सबैले मनको भित्र माया दया चाहिँ सबभन्दा ठुलो हो भनेर सोचेर त्यहाँदेखि अरूलाई म सुख दिन्छु अरूले दुःख नदिने भन्ने त्यस्तो सोच र त्यस्तो अनि माया दयाको सोच मनहरू राम्रो भयो भनेदेखि अहिले सुकुमाया फाउन्डेसनले गरेको काम त्यस्तै हाम्रो गाउँतिर हाम्रो यो नेपाल अनि नेसनल त्यहाँदेखि इन्टरनेसनल त्यहाँदेखि वर्ल्डसम्म हामीले अनि राम्रो काम गर्न सक्छ अनि हामीले पिसको काम गर्न सक्छ, हामीले धेरै नै विकास गर्नेको कामहरू गर्न सक्छ। त्यस्तो भएदेखि बिस्तारै बिस्तारै वर्ल्ड पिस भने त्यस वर्ल्ड पिस विश्व शान्ति भने चाहिँ त्यसो आउँछ। हाम्रो वर्ल्डको भित्र विश्वको भित्र जम्बुद्वीपको भित्र बस्नेको मान्छेको मनमा माया दया भने चाहिँ छैन नभयो भने विश्व शान्ति भने चाहिँ हुनु सक्दैन। विश्व शान्ति छोडेर घरको शान्ति पनि हुँदैन। विश्व शान्ति हुनु चाहिँ कसरी हुनु पर्यो, यो जम्बुद्वीपको भित्र भएको मान्छेहरू सबैको मनको भित्र माया दया चाहिँ हुनु पर्यो। मान्छेको भित्र माया दया भयो भनेदेखि एउटा घरको भित्र बा आमादेखि लिएर सबैले माया दयालाई ध्यान दिएर गऱ्यो भनेदेखि एउटा घरले गर्छ, दुईवटा घरले गर्छ, त्यस्तो गर्दै गर्दै यो गाउँमा धेरै शान्ति छ भनेर त्यो हुन्छ। फेरि एउटा गाउँले गर्ने दुईवटाले गर्ने त्यस्तो गरेर हाम्रो नेपालमा शान्ति भयो भने हुन्छ, त्यस्तो गरेर एसियनमा शान्ति भयो भने हुन्छ, त्यस्तो गरेर अनि बल्ल अनि त्यो युरोपदेखि लिएर अमेरिकादेखि लिएर इन्टरनेसनलमा शान्ति भने चाहिँ आउँछ, पिस इन्टरनेसनल पिस। त्यहाँदेखि बिस्तारै वर्ल्ड पिस भने आउँछ नि। हामीले माया दया त्यो चाहिँ यादै नगरेर त्यसलाई ध्यानै नदिएर सिर्फ पैसाले सोचेर सिर्फ अनि त्यो आफ्नो मात्र सोचेर अरूको सुख र अरूको त्यसको लागि नसोचेर जहिले पनि म खुसी होस्, म राम्रो होस् त्यो मात्र सोचेर धेरै नेरो माइन्ड धेरै मन सानो त्यस्तो मात्र गयो भनेदेखि त्यहाँदेखि अनि म भने चाहिँ धेरै ठुलो सोच्यो भनेदेखि अब मलाई अलिकति अरूले नराम्रो गरेदेखि त्यो मान्छेलाई चाहिँ रिस उठ्ने
त्यसलाई चाहिँ अनि तुरुन्त त्यसलाई चाहिँ नराम्रो गर्ने हान्ने गर्ने त्यसो हुन्छ। जति मनको भित्र म भने मन चाहिँ छोडेर अरू म अरूको लागि के सोच्छु, म अरूको लागि के गर्छु भने त्यस्तो सोच अनि माया दयादेखि हुन्छ। त्यो सोच चाहिँ धेरै ठुलो भएदेखि अनि बिस्तारै बिस्तारै अनि विश्व शान्ति भने चाहिँ त्यसो आउने हो। त्यसो कारणले मैले अहिले के भन्नु चाहन्छु भनेदेखि माया दया भने चाहिँ धेरै नै एउटा ठुलो हो। हामीले जहिले पनि भन्छ नि अनि असल विचार र असल आचरण चाहिन्छ भन्छ। हाम्रो सोच राम्रो हुनु पर्यो, हाम्रो कर्म गर्नेको तरिका त्योहरू राम्रो हुनु पर्यो भन्छ। तर त्यो चाहिँ कसरी आउँछ भनेको अनि त्यो उपायमा चाहिँ हामीले धेरै सोच्दैन। त्यसो कारणले सबभन्दा ठुलो मुख्य उपाय चाहिँ माया दया भन्ने चाहिँ हो। त्यसमा चाहिँ हामी सबैले ध्यान दिनुपर्छ। अहिले यो दुनियाँमा चाहिँ कहिले कहिले के हुन्छ भने बाहिरको विकास मात्र सोचेर भित्र मनको विकासलाई नसोच्ने, फेरि बाहिरको शिक्षालाई धेरै सोच्ने, भित्रको शिक्षालाई नसोच्ने। त्यसो कारणले हाम्रो नेपालदेखि लिएर इन्डियादेखि लिएर चाइनादेखि लिएर एसियनदेखि लिएर अनि अमेरिकादेखि लिएर जहाँ पनि बाहिरको विकास चाहिँ हुँदै जान्छ, तर भित्रको विकास नभएको कारणले माया दयालाई नसोचको कारणले अनि के हुन्छ, जति विकास हुन्छ त्यति प्रब्लम धेरै हैन। गाउँतिर मैले कहिले पनि यसो सोच्छ, गाउँतिर चाहिँ अनि विकास त्यति छैन, तर त्यो गाउँको भित्र चाहिँ अलिकति शान्तिदेखि लिएर अलि राम्रो हुने। सहरतिर हामी जाँदाखेरि चाहिँ विकास चाहिँ धेरै भयो, फेरि मान्छे सबैले पैसा मात्रै सोचेर यता ठोक्ने उता ठोक्ने त्यस्तो गरेर मान्छे बिगारेको धेरै हुन्छ। त्यसो कारणले हामी बाहिरको विकास पनि चाहिन्छ, तर बाहिरको विकास चाहिँ चाहिनेको कुरा के हो, हामी सुख हुनुको लागि, हामी आफ्नो जीवन एउटा सुखले जिउनुको लागि, हामी एउटा जीवन चाहिँ खुसीले जिउनुको लागि विकास चाहिन्छ भनेको हो नि। त्यसो कारणले जति हामीले बाहिरको विकास चाहिँ गर्छ त्यो बेलामा त्यो के को लागि विकास गरेको त्यो सोचेर भित्रको खुसीको लागि त्यो गरेको कारणले हामीले आफ्नो मनको भित्र भएको खुसीलाई अनि हामीले ध्यान दिनुपर्छ। त्यसो कारणले चाहिँ म अहिले के भन्नु चाहन्छु भनेदेखि अहिले जति मान्छेलाई अनि सोच राम्रो हुन्छ त्यस्तो उहाँले गर्नेको कर्महरू राम्रो हुन्छ। त्यो भयो भनेदेखि पहिला के हुन्छ, हाम्रो मनको भित्र विकास हुन्छ, मनको भित्र शान्ति हुन्छ। हामीले चाहिने चाहिँ शान्ति हो, हामीले चाहिने मुलुक चाहिँ पैसा होइन। पैसा जति भएर पनि शान्ति नभयो भनेदेखि, खुसी नभएदेखि के फाइदा त्यो पैसा बनाएर, होइन। मनको भित्र धेरै नै खुसी भयो भनेदेखि बाहिर पैसा धेरै नभएदेखि केही छैन नि। बुद्ध स्वयं हेर्नुहोस् न, एउटा राजाको छोरा, उहाँले पैसा कति छ, उहाँको धन दौलत कति छ, होइन। बुद्ध स्वयंले उहाँको श्रीमती पनि कस्तो छ, धेरै अनि श्रीमती राम्रो छ। उहाँको छोरादेखि लिएर राजा आफ्नो बा आमादेखि लिएर सन्तानदेखि लिएर धेरै नै छ नि। तर उहाँले आफ्नो एउटा बुद्धि, इन्टेलिजेन्ट, आफ्नो बुद्धिले राम्रो गरेर सोचेर यो सुख भने चाहिँ कहाँबाट आउने रहेछ, यो शान्ति भने चाहिँ कहाँबाट आउने रहेछ, मान्छेले चाहिनेको एउटा दुःख चाहिँ कसरी हटाउने रहेछ, त्यो सुख कसरी पाउने रहेछ, त्यसमा चाहिँ ध्यान दिएर राम्रो सोचेर त्यो सिर्फ पैसादेखि नहुने, बाहिरदेखि नहुने त्यो थाहा भएर उहाँले आफ्नो यो एउटा राजाको छोरा भएर पनि आफ्नो यो सन्तानहरू छोडेर अनि उहाँले धर्ममा लागेको। उहाँले धर्ममा पहिला लाग्दाखेरि अलिकति उहाँले कष्ट दुःख भएको छ, पछि बिस्तारै बिस्तारै उहाँले भित्रको विकास, मनको विकास, मनको सुखको विकास, मनको शान्तिको विकास, माया दयाको विकास, त्यसमा ध्यान दिएर उहाँले धेरै कष्ट गरेर
अनि पछि चाहिँ उहाँको आफ्नो मनको भित्र सुख पाएर उहाँको आफ्नो मनको भित्र माया दायाँदेखि लिएर धेरै उहाँको त्यो विकास भएर उहाँ पनि खुसी। त्यसको पछि उहाँको माया दायाँ कहाँबाट आएको त्यो ज्ञानहरू उपायहरू चाहिँ जनतालाई उहाँले धर्म देशन दिएर कति मान्छेलाई अनि सुख दिनु सकिन्छ, कति मान्छेलाई दुःखबाट हटाएको छ, त्यो हामी सबैले सुनेको पनि छ होइन। त्यसो कारण चाहिँ मैले अहिले के भन्न चाहन्छु भनेदेखि बाहिरको विकास भने चाहिन्छ, तर भने मनको भित्रको अनि सुखको विकास हुनु पर्यो। त्यसको लागि माया दयाको विकास हुनु पर्यो। त्यसको लागि हामीले माया दयालाई सबभन्दा ठुलो सोचेर त्यसमा ध्यान दिनुपर्छ भने चाहिँ म भन्न चाहन्छु यो हो। अब हाम्रो एउटा कुरा हामीले जानुपर्ने कुरा के छ भनेदेखि हाम्रो राम्रो सोच राम्रो कर्म भन्नेमा एउटा चाहिँ के हो भनेदेखि पहिला हामीले आफ्नो सोच चाहिँ राम्रो बनाउनु पर्यो, आफ्नो कर्म चाहिँ राम्रो कर्ममा हुनु पर्यो। त्यो सँगै अनि आफ्नो बस्नु ठाउँको फ्यामिली त्यसको भित्र पनि हामी एउटा सुख शान्ति हुनुको लागि बाजेदेखि मेमेदेखि हाम्रो यो इबीदेखि अनि बा आमाले अनि घरको भित्र जति भएको आफ्नो त्यो छ सबैले आफ्नो घरको भित्र अनि सुख कसरी ल्याउने, घरको भित्र शान्त कसरी ल्याउने त्यो चाहिँ सबैले सोच्नुपर्छ। त्यस्तो चाहिँ घरले सबैले यो घरको भित्र एउटा घरले त्यस्तो माया दयालाई ध्यान दिएर राम्रो भएदेखि सबैले भन्छ ओ यो घरको भित्र भएको अनि बाजे पनि यस्तो राम्रो छ रहेछ, अनि इबी पनि यस्तो राम्रो रहेछ, बा पनि यस्तो राम्रो रहेछ, आमा पनि यस्तो राम्रो रहेछ, छोरा छोरी पनि यस्तो राम्रो रहेछ भनेर चाहिँ अनि बनाउनु पर्यो। त्यो भएर अनि त्यस्तो गरेर एउटा घरको त्योहरू सन्तानहरू सबै रहनु भयो, दुईवटा घरको रहनु भएदेखि त्यो घर कहाँ छ, त्यो गाउँ पनि एउटा शान्ति भएको गाउँ हुन्छ, माया दयाको प्रकाश भएको एउटा गाउँ हुन्छ होइन। त्यसो कारणले यो गाउँले पनि ध्यान दिनुपर्ने चाहिँ अहिले भनेको असल विचार र असल आचारमा अनि सबैले त्यो ध्यान दिनुपर्ने त्यो हो। अब त्यसमा चाहिँ एउटा के छ भनेदेखि पहिला परम्परामा अनि बा आमाले पनि राम्रो त्यो सोच राम्रो र कर्म राम्रो गर्ने, बच्चाले पनि त्यही बाटो देखाएर राम्रो बनाउने त्यस्तो छ। अब बिस्तारै त्यो हटेर जान्छ रहेछ। अहिले घरतिर पनि धेरै अशान्ति भएको, घरको भित्र पनि झगडा गरेर बस्ने, घरको भित्र पनि अनि यो लोग्ने र श्रीमती झगडा गर्ने, त्यो पनि बच्चा भएको ठाउँमा झगडा गर्ने, फेरि बच्चाले पनि त्यो हेर्ने, त्यो देख्यो, फेरि बच्चा पनि उर्किएर पछि ऊ आफै ठुलो हुँदाखेरि त्यही गर्ने, त्यस्तो हुँदै जान्छ रहेछ नि। त्यो धेरै नराम्रो हो। अब के हुनु पर्यो, मोमो लखर्छ बजे र आमा बाजेले सबभन्दा ठुलो जिम्मा लिनुपर्छ। घरको एउटा शान्ति राम्रो हुनुको, माया दया भएको घर हुनुको लागि। त्यसको पछि बा आमाले गर्नु पर्यो, त्यसको पछि छोरा छोरीले गर्नु पर्यो। त्यस्तो जिम्मा लियो भनेदेखि अनि घरको सुख त्यो हुन्छ। त्यो भयो भनेदेखि त्यो घरकै भित्र अनि सोच नराम्रो हुँदैन, त्यो घरको भित्र झगडाहरू हुँदैन, त्यो घरको भित्र अनि त्यो मिलजुल नभएको हुँदैन। त्यो घरको भित्र चाहिँ माया दयाले सबै मिलजुल गरेर बस्नु सक्ने। अब एउटा घरले त्यो गर्यो, अर्को घरले छिमेकीले पनि त्यो गर्यो, त्यस्तो गर्यो भनेदेखि सबै मिलजुल गरेर बस्नु सक्छ। त्यसो कारणले चाहिँ अनि बा आमाहरूले बाजे र आमा बाजेहरूले
त्यो ध्यान दिएर जिम्मा लिनुपर्छ। हामीले चाहिँ कहिले कस्तो हुन्छ भनेदेखि बाहिर चाहिँ राम्रो गर्ने, आफ्नो घरमा चाहिँ नराम्रो गर्ने त्यस्तो पनि हुनसक्छ। बाहिरतिर चाहिँ सबैले यो मान्छे राम्रो छ, यो राम्रो छ भन्ने, फेरि त्यो मान्छे अर्कोले राम्रो छ भने त्यो मान्छेले घरमा चाहिँ धेरै दुःख दिने त्यस्तो पनि हुनसक्छ। हो त्यो होइन, पहिला आफ्नो घरमा सुख दिनु सक्नु पर्यो, त्यसको पछि बिस्तारै छिमेकीले दिनु पर्यो, त्यसको पछि बिस्तारै बिस्तारै अनि गाउँमा देशमा अनि सुख बनाउन सक्ने त्यस्तो हुनु पर्यो। त्यसको कारणले चाहिँ यसमा चाहिँ त्यो हो। अब यसमा एउटा चाहिँ के छ भनेदेखि अनि हामीले अनि पहिला चाहिँ हामीले त्यो थाहा हुनुपर्छ, मन हामीले माया दया भन्नेलाई कति गुण छ, कति फाइदा छ, माया दया गर्यो भनेदेखि कति त्यो फाइदा हुने रहेछ, त्यसमा चाहिँ हामीले आफूले त्यो ध्यान दिनुपर्छ। एकमा चाहिँ हामीले पढेर पनि थाहा हुनुपर्छ, एकमा चाहिँ हामीले अनुभव त्यो गरेर एक्सपिरियन्सदेखि थाहा हुनुपर्छ। कहिले कहिले हामीले एक्जाम्पल उदाहरणदेखि पनि थाहा हुनुपर्छ। त्यसो कारणले अनि त्यसमा चाहिँ आफ्नो मनको भित्र भएको माया र दयाहरू अनि विकास हुनुको लागि अरू गुण हामीले के चाहिन्छ भनेदेखि हामीले अनि बुद्धि चाहिन्छ। बुद्धि त्यो मनको सोच राम्रो र बुद्धि त्यो दुईटा चाहिँ सँगै गयो भनेदेखि हाम्रो जिन्दगीमा धेरै अनि विकास हुन्छ, धेरै शान्ति हुन्छ। कहिले कहिले के हुन्छ भनेदेखि मनदेखि नै माया दया गर्ने, तर अरूले माया दया गर्दै गयो जाँदाखेरि चाहिँ आफूले अरूले माया दया गर्ने, त्यही मान्छेलाई आफूले ठोक्ने, आफूले त्यो दुःख दिने त्यस्तो पनि हुनसक्छ। त्यस्तो बेलामा चाहिँ मनको भित्र चाहिँ बुद्धि नभयो भनेदेखि माया दया गरेर के फाइदा, मैले त उसलाई माया दया गरेँ, उसले त मलाई दुःख दियो भने त्यस्तो कारणले माया दया नगर्ने भने यस्तो मन पनि हुनसक्छ। तर अनि बुद्धको शिक्षा र आफूले पनि अनि अनुभवले के थाहा हुन्छ भनेदेखि माया दया गरेको कारणले आफूले दुःख पाएको कुरा होइन। आफूले उता माया दया गर्यो, तर त्यस जो उसलाई माया दया गर्छ त्यो मान्छेको भित्र फेरि नराम्रो मन भएको कारणले उहाँले यता दुःख दिएको। माया दयाले दुःख दिएको कुरा होइन। तर पनि एउटा यो हाम्रो मनमा पनि त्यो पनि हुनुपर्छ, आफूले अरूलाई माया दया दिने, माया दया गर्ने चाहिँ त्यो माया दया गरेको कारणले अनि आफूको मनमा कस्तो हुन्छ रहेछ त्यो हेर्नुहोस् त। त्यसमा चाहिँ एउटा अनि बुद्धिबाट हेऱ्यो भनेदेखि यदि आफूले अरूलाई माया दया गरेको चाहिँ नराम्रो हो भनेदेखि अरूले आफूले माया दया गरेको पनि नराम्रो हो भनेर हामीले अब त्यो के भन्छ च्यालेन्ज स्वीकार गर्नुपर्छ। अब त्यस्तो हो भनेदेखि हामी जीव जन्तुहरू सबैलाई हामी त्यो यो संसारमा जन्म हुँदाखेरि बा आमाको माया दया नभयो भनेदेखि हामी जिउनु सक्छ, धेरै गाह्रो हो नि। आफ्नो बा आमा चाहिँ आफूभन्दा अरू हो नि। त्यसो कारणले अरूले आफूले चाहिँ अरूको माया दया चाहिने, फेरि आफैले अरूले माया दया नदिने भनेदेखि त्यो सोच चाहिँ राम्रो होइन, यो सत्य होइन। आफैले अरूको माया दयादेखि आफ्नो जीवनमा अरूको माया दया आफूले चाहेको छ भनेदेखि आफूले पनि अरूले माया दया दिनुपर्छ। आफूले पनि अरूले माया दया दियो भनेदेखि अरूलाई फाइदा हुन्छ। किनभनेदेखि अरूले आफूले माया दया दिएको कारणले आफूले फाइदा भएको छ नि। त्यसो कारणले चाहिँ हामीले त्यस्तोहरू सोचेर माया दया भन्नेले फाइदा छ भनेर थाहा हुनुपर्छ। त्यसको पछि त्यो चाहिँ हामीले पालन गर्नु पर्यो, त्यसलाई हामीले अभ्यासमा लिनु पर्यो। त्यो एउटा हो। अब एउटा चाहिँ हामीले फेरि एउटा चाहिँ सोध्नुहोस् त, हाम्रो जीवनमा पहिला जन्म हुँदाखेरि पनि बाबाआमादेखि लिएर अरूको माया दया चाहियो,
फेरि हाम्रो जीवन जाँदाखेरि चाहिँ कति हामीलाई बिमार हुन्छ। बिमार हुँदाखेरि आफैलाई अरूको माया दया चाहिँदैन, डक्टरको माया दया चाहिँदैन, नर्सको माया दया चाहिँदैन। फेरि हामी बिमार हुँदाखेरि त्यो डक्टरदेखि लिएर नर्सदेखि लिएर त्यसको माया दया सब हामीले चाहेको छ। फेरि त्यो मात्र नभएर हामी आफै जिन्दगी त्यो निभ्दाखेरि हामीलाई सहयोग गर्ने मान्छे चाहेको छ कि छैन, हामीले अरूको सहयोग हामीले चाहेको छ कि छैन, त्यो हामीले चाहेको छ नि। तर अरूको सहयोग हामीले कसरी आउँछ? माया दयादेखि आएको। त्यसो कारणले माया दया भन्दै हाम्रो जीवनको एउटा जीवन जिउँदाखेरि भने चाहिने कुरा हो। त्यो मात्र नभएर पछि हामी एक दिन मर्नु पर्यो। त्यो मर्नेको अगाडि हामी बुढाबुढी हुँदै जान्छ। अब बुढाबुढी हुँदै जान्छ, त्यो बेलामा कति दुःख छ। त्यसको बेलामा भने अर्कोको माया दया चाहिँ हामीले जरुर परेको छ। त्यसो कारणले माया दया भनेको त्यो ज्ञान चाहिँ त्यो राम्रो एउटा त्यो माया दयाको सोच कर्म चाहिँ हाम्रो जीवनमा हामी यो जम्बुद्वीपमा पहिलो जीवन लिँदाखेरि पनि त्यो चाहेको छ। त्यो मात्र नभएर हाम्रो जीवनको एउटा खर्च मिसे ड्रोसिम्बे मिसे ड्रुए त्यो जीवनभरि भने माया दया भने चाहेको छ। अन्तिममा हामी मर्दाखेरि पनि माया दया भन्ने एउटा चाहिँ हामीले चाहेको छ।